यस संसारमा धेरै मान्छे आफ्नो स्वभावमा बाँचेका हुन्छन्। कोही धनका भोका हुन्छन्, कोही इज्जतका भोका हुन्छन्, कोही धन इज्जत दुईटै चाहने हुन्छन्। धन मात्र चाहने, पैसा मात्र चाहने व्यक्ति तल्लो श्रेणीमा गनिन्छ। कोही सम्पत्ति र इज्जत चाहन्छन्, तिनीहरूलाई मध्यम कोटीमा राखिन्छ। उदार स्वभावका मानिसहरू हुन्छन् जसले आफ्नो इज्जत प्रतिष्ठालाई ठुलो मानेका हुन्छन्। आफ्नो इज्जत र प्रतिष्ठा जोगाइराख्नको लागि उनी आफ्नो सम्पत्ति त्याग्न पनि राजी हुन्छन्। यसरी हेर्दा मान्छे तीन किसिमका हुन्छन्: अधम मानिस, मध्यम मानिस र उत्तम मानिस। तर हामीले जस्तो सुकै बाँचे तापनि सबभन्दा उच्च कोटीको जिन्दगी, उत्तम जिन्दगी बाँच्नु नै श्रेष्ठ ठानिन्छ। संसारमा भएका ठुला वैज्ञानिकहरू, दार्शनिकहरू, समाजसेवीहरू उनी नै उच्च कोटीका मानिन्छन्। किनभने आफ्नो जीवनमा सम्पत्तिलाई मात्र भन्दा इज्जत, सम्मानलाई नै ठुलो मानेका हुन्छन्। त्यसैले हामी जो कोहीले पनि उनीहरूबाट नै सिक्नुपर्छ, इज्जत नै ठुलो हो भन्ने कुरा। यदि जोसुकैले इज्जतलाई नै ठुलो मान्ने हो भने सायद संसारमा झगडाहरू, युद्धहरू धेरै धेरै टाढा जान्छन् होला। कारण सबैलाई इज्जत राख्दा इज्जतले सबैलाई सम्मानित राख्छ, सबैको सुरक्षा गर्दछ। अहिले आएर ठुला युद्धहरू हुने, झगडाहरू हुने यो सम्मान नखोज्ने मानिसकै कारणले गर्दा नै हो। तर सम्मान त खोज्दछन्, तर त्यो सम्मान केमा छ भन्ने कुरा बुझ्दैनन्। केवल ठोसे सम्मान मात्रै खोज्दछन् र यो इज्जत भने के हो, इज्जतको मर्म उनले बुझेका हुँदैनन्। त्यसैले नै मान्छेहरूमा अहम पलाएको हुन्छ। अहम छोड्नु श्रेयस्कर हुन्छ। म आज यति कुरा तपाईहरू सामु राख्न चाहन्छु। हजुरले कुरा बुझिहाल्नुभयो होला। सम्पत्ति भन्दा इज्जत महान हुन्छ, जसले संसारलाई बचाएर राख्ने पहल गर्दछ भन्ने कुरा यही राख्दछु। धन्यवाद।